हेलो साथीहरू, म चिकनको अचार बनाउँदैछु है। ल हेर्नुहोस् कसरी बनाउँछन्। त्यसपछि अदुवा लसुन मैले छानिया पारे है। अनि एकछिन मजाले तेलमा भुट्ने। यति भएपछि अनि हाल्दिने। त्यसपछि मिक्स गर्ने। अब यति भएपछि साथीहरू हेर्नुहोस् त कति राम्रो भयो। अब डिब्बामा प्याक गरिदिने। र साथीहरू मैले डिब्बामा प्याक गरिसकेँ। अब यो 2-4 दिनमा खाने।